Hello everyone. आजको भिडियोमा चाहिँ हामी एथिक्स र ल इन नर्सिङको बारेमा डिस्कस गर्छौँ र क्लास अगाडि बढाउनुभन्दा अगाडि तपाईँहरू गएर प्लिज सब्सक्राइब गरिदिनु होला च्यानललाई चाहिँ। ओके, सो एथिक्स एन्ड ल इन नर्सिङ इज अ भेरी इम्पोर्टेन्ट टपिक जहाँबाट चाहिँ तपाईँको हरेक एक्जाममा नै क्वेसन आउँछ है, चाहे यो लाइसेन्सको एक्जाम होस्, चाहे तपाईँहरू पछि गएर बिएनएसको इन्ट्रान्स एक्जाम दिनुहोस् या बिएससी हुनुहुन्छ भने एमएससीको एक्जाम दिनुहोस्, एभ्री ठाउँमा नै यो रिलेटेड क्वेसन आउँछ। बिकज एथिक्सकै बेसिसमा चाहिँ कुनै पनि प्रोफेसन चाहिँ वर्क गर्छ है। सो वी एज अ प्रोफेसनल वी ह्याभ टु नो द एथिक्स अफ नर्सिङ एन्ड द लज इन नर्सिङ। सो आज चाहिँ हामी एथिकल प्रिन्सिपल्सहरूको बारेमा मात्रै कुरा गर्छौँ। सो एथिक्स भनेको के हो त फर्स्टमा त्यो बुझ्नु पर्यो। एथिक्स मिन्स एन एबिलिटी टु डिफ्रेन्सिएट बिट्विन राइट एन्ड रङ। सो एथिक्स भनेको चाहिँ राइट र रङको बिचमा डिफ्रेन्सिएट गर्न सक्नुलाई नै एथिक्स भनिन्छ। र अब एथिकल प्रिन्सिपल्सहरूको कुरा गरौँ। एथिकल प्रिन्सिपल्समा चाहिँ फर्स्टमा हामी अटोनमीको कुरा गरौँ है। अटोनमी भनेको के हो? अटो मिन्स सेल्फ होइन। सो सेल्फ आफ्नो डिसिजन्सहरू आफै लिनुलाई चाहिँ अटोनमी भनिन्छ। सो यसमा कसलाई अटोनमी हुन्छ? पेसेन्टलाई अटोनमी हुन्छ। पेसेन्ट क्यान टेक देयर ओन डिसिजन्स। हामीले चाहिँ उनीहरूको डिसिजनलाई चाहिँ इन्फ्लुएन्स गर्नु भएन। दे हेभ द फ्रिडम of choice to their own decisions. They can refuse any procedure or medications or staying in the hospital. They can go from hospital if they don't want to stay, होइन। हामीले चाहिँ उनीहरूको राम्रोको लागि या केहीको लागि पनि हामीले चाहिँ उनीहरूलाई उनीहरूको अगेन्स्ट विलको अगेन्स्टमा चाहिँ हामीले हस्पिटलमा राख्न मिल्दैन, या उनीहरूको विलको अगेन्स्टमा चाहिँ हामीले कुनै पनि प्रोसिजर गर्न मिल्दैन। अल्दो इट क्यान बी फर देयर बेनिफिट गर्न मिल्दैन। त्यस्तो गऱ्यौँ भने चाहिँ हामी चाहिँ लायबल हुन्छौँ फर द फर डुइङ द हार्म। त्यो भयो भनेको चाहिँ हार्म गरेको भयो है। सो दिस इज अटोनमी। अब बेनिफिसेन्सको कुरा गरौँ। बेनिफिट याद राखौँ है, बेनिफिटबाट बेनिफिसेन्स। सो बेनिफिसेन्स भनेको चाहिँ के गर्ने त? टु डु गुड होइन। एन्ड टु डु गुडमा चाहिँ के भयो त? बेनिफिसेन्टले चाहिँ हामीले चाहिँ पेसेन्टको लागि चाहिँ राम्रो गरेको हो कि राम्रो उनीहरूको वेलफेयरको लागि काम गरेको। हामीले यस्तो सबै एक्सन्सहरू जुन चाहिँ पेसेन्टको राम्रोको लागि गर्छौँ भने द्याट इज बेनिफिसेन्स है। जस्तो कि उसको बेनिफिटलाई प्रमोट गऱ्यौँ होइन। जस्तो अब कसैलाई चाहिँ पेन भएको छ भने उसलाई चाहिँ हामीले पेन मेडिकेसन दियौँ, या त नन फार्माकोलोजिकल मेथडले चाहिँ उनीहरूको पेनलाई सबसाइड गऱ्यौँ भने उनीहरूलाई बेनिफिट भयो नि त, पेन सबसाइड भयो। फिभर आएको छ भने चाहिँ हामीले स्पन्जिङ गऱ्यौँ भने त्यो पनि बेनिफिट भयो, फिभर डिक्रिज भयो। सो द्याट इज बेनिफिसेन्स है। अर्को छ नन म्यालिफिसेन्स। माल भनेपछि इट इज नट डिजायरेबल थिङ होइन। सो म्यालिफिसेन्स भनेको चाहिँ नो डुइङ नो हार्म। हामीले यस्तो हाम्रो सबै एक्सन्सहरू जहाँ चाहिँ हामीले पेसेन्टलाई हुने हार्मलाई चाहिँ प्रिभेन्ट गरिरहेछौँ। जस्तो कि मेडिकेसन दिनुभन्दा अगाडि चाहिँ हामीले डोज, टाइम, पेसेन्ट, राइट रुट यिनीहरू हेर्छौँ नि। यो भनेको पेसेन्टलाई हार्म नहोस् भनेर हामीले यो सबै गरेको। त्यसैले यसलाई चाहिँ हामी नन म्यालिफिसेन्स भन्छौँ है। र यस्तो हरेक एक्सन्सहरू नै अरू पनि एक्सन्सहरू हुनसक्छ। जस्तो कि हामीले ह्यान्ड वासिङ गर्छौँ टु प्रिभेन्ट द इन्फेक्सन भने त्यो पनि नन म्यालिफिसेन्सभित्र पर्छ। अर्को छ जस्टिस भनेको हामी के बुझ्छौँ? कसैलाई पनि न्याय दिनु होइन। न्याय दिनु भनेको हामीले एज अ नर्स कसरी न्याय दिन्छौँ त? हामीले पेसेन्टलाई इक्वल ट्रिट गरेर न्याय दिन्छौँ होइन। सबैलाई इक्वली ट्रिट गर्छौँ इरेस्पेक्टिभ अफ देयर ब्याकग्राउन्ड होइन। सोसल इकोनोमिकल ब्याकग्राउन्ड नहेरिकन चाहिँ हामीले जसलाई जे निड आवश्यक छ त्यो अनुसारको चाहिँ निड प्रोभाइड गर्नु, केयर प्रोभाइड गर्नु इज कल्ड जस्टिस। नेक्स्ट छ भेरासिटी। भेरासिटी मिन्स टेलिङ द ट्रुथ, बिङ ट्रुथफुल है। पेसेन्टले यदि कुनै कुरा सोधिरहेछ भने चाहिँ त्यसको बारेमा ट्रुथफुल हुनु इज कल्ड भेरासिटी।
always speaking the truth. अर्को छ fidelity. Fidelity means loyalty. Infidelity भनेर सुन्नु भएको छ भने कसैले चिट गर्यो भने चाहिँ that is infidelity. र fidelity भनेको चाहिँ लोयल हुनु. सो हामी कोसँग लोयल हुन्छौँ? We are loyal to the patient, है. सो हामी चाहिँ पेशेन्टको लोयल पेशेन्टसँग चाहिँ लोयल हुनुपर्छ. उनीहरूलाई चाहिने निडहरू चाहिँ हामीले फुलफिल गर्नुपर्छ र उनीहरूको लागि चाहिँ हामीले कन्फिडेन्सियालिटी मेन्टेन गर्नुपर्छ. उनीहरूको कुराहरू बाहिर भनिदिनु भएन. सो यो सबै एक्सन्स भनेको के हो त? भेरासिटी हो. दिस सोज द्याट यु आर लोयल टु यर पेसेन्ट, है. नेक्स्ट छ इन्टेग्रिटी. इन्टेग्रिटी भनेको के हो त? एक्टिङ कन्सिस्टेन्टली विथ अनेस्टी एन्ड बेसिङ एक्सन्स अन मोरल स्ट्यान्डर्ड्स. इन्टेग्रिटी भनेको चाहिँ यस्तो खालको एक्सन्सहरू जुन चाहिँ हामीले एकदमै मोरली चाहिँ करेक्ट एक्सन्सहरू के, जस्तो कि पेसेन्टको अगाडि चाहिँ एकदमै राम्रो भएर बोल्ने अनि पछाडि आएर चाहिँ उसको कुरा काट्ने. सो द्याट इज नट बिङ एन द्याट इज नट मेन्टेनिङ द इन्टेग्रिटी, होइन. त्यो इन्टेग्रिटी भएन. इन्टेग्रिटी भनेको यस्तो चिज हो जुन चाहिँ तपाईँले अरूको अगाडि जस्तो हुनुहुन्छ पछाडि पनि त्यस्तै हुनुहुन्छ भने चाहिँ द्याट इज इन्टेग्रिटी, है. सो हामी चाहिँ इन्टेग्रिटीका साथ चाहिँ हामीले चाहिँ आफ्नो एक्सन्सहरू गर्नुपर्छ. सो यो थियो हाम्रो लिगल एथिकल प्रिन्सिपल्सहरू. र बाँकीको चाहिँ हामी लहरूको बारेमा पढ्न मन छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला. एन्ड ट्राई टु एक्सप्लेन द्याट एज वेल, है. आजको क्लासमा चाहिँ यति नै. एथिकल प्रिन्सिपल्स भेरी इम्पोर्टेन्ट. यो भित्र रहेको अटोनोमी, बेनिफिसेन्स, नन बेनिफिसेन्स, जस्टिस, भेरासिटी, फिडिलिटी, इन्टिग्रिटी, दिस आर भेरी इम्पोर्टेन्ट. र यसको चाहिँ कन्सेप्ट बुझ्नु इज भेरी इम्पोर्टेन्ट, है. सो सब्सक्राइब गर्नु भएको छ भने प्लिज सब्सक्राइब गरिदिनु होला. थ्याङ्क यू.